हेलो साथीहरू नमस्कार हजुरलाई स्वागत छ मेरो मिनी ब्लग्समा। आज म देखाउन गइरहेको छु मेरो बहिनीको बिहेको कार्यक्रम कसरी के भयो, किनकि अगाडि हाल्न पाइनँ मैले। अब जब बिहे सिधेपछि अब आरामले म हाल्छु। यहाँ हाम्रो सपरिवार काठमाडौँतिर लागे किनकि बिहे काठमाडौँबाट नै हुँदैछ। अनि हामी बोरिया बिस्तर लिएर यहाँनिर गाडीमा सपरिवार काठमाडौँतिर लाग्यो। काठमाडौँको बाटोको रमणीय दृश्य हेर्दा हेर्दै काठमाडौँ कतिखेर आइपुग्यो भन्ने थाहा पत्ता लागेन। काठमाडौँ सामानहरू हाल्दाखेरि त्यति साह्रो लागेको थिएन, कति होला र थोरै होला, लानुपर्छ यो पनि लानुपर्छ त्यो पनि लानुपर्छ यो पनि लानुपर्छ भन्दै हाल्दै गऱ्यौँ, पत्तै पाएन। अब यहाँ गन्दाखेरि त 50 माथि हाम्रो झोला ढन्टा रहेछ। धन्न गाडीवालाले कराएन। हुन त आफ्नै गाडी थियो, रिजर्भ गरेकै गाडी थियो, गराउनु त के गराउँथ्यो। केटाहरूलाई यहाँ माथि 3 तले माथि फेरि फ्ल्याटमा लानुपर्ने सामान, बिचरा बुढाबुढीहरू त थकित भइसके। यति भारी थियो नि ब्यागहरू पनि के भन्नु। ल यो त चाहिन्छ नि सामानहरू ल्याउनु पर्यो। आफ्नै घरमा गाउँघरमा कतै सबै ल्याउनु पर्दैन थियो, तर ठिकै छ। अब यति नगरी त कहाँ हुन्छ र, सबै कुरा किनेर कहाँ साध्य लाग्छ र। कोठामा आयो, हामी हतार लुगा चेन्ज गरेर फटाफटी सबै सामानहरूलाई मिलायौँ र यहाँ चिया पकाएर यहाँ पापा यहाँनिर आराम गर्दै चिया बिस्किट खाँदै हुनुहुन्छ। अनि हामी हतार खाना पकाउनुतिर लाग्यौँ। यहाँ सबैजना आफ्नो आफ्नो सामानहरू आफ्नो कोठामा राख्दै हुनुहुन्छ। फेरि बिहान हामी 3 बजी उठ्यौँ, किनकि भोलिपल्ट मेहन्दीको कार्यक्रम थियो। अनि बिहान फेरि नानी मुखे गर्नु पर्यो। यसरी यहाँ बहिनी यहाँ सेलरोटी बनाउँदैछिन्। यतापट्टि गुरुबाजी आइपुग्नु भयो। गुरुबाजीले मन्त्र पढ्दै यहाँनिर बेहुली नानीलाई सबै कुरा सिकाउँदै हुनुहुन्छ। अनि नानी मुखे गर्दै हुनुहुन्छ, पूजा गर्दै हुनुहुन्छ। गुरुबाजे चाहिँ हाम्रो एकदमै रङरसिया हुनुहुन्थ्यो। मजाक गर्दै मस्ती गर्दै एकदम रमाइलो खानुहुन्थ्यो। त्यसरी नानीहरूले कसार बाट्यो। हुन त 5 जना चाहिन्थ्यो, तर यहाँनिर काठमाडौँमा कोही सम्भव थियो र जतिजना गएको थियो त्यतिजनाले गरेर कसार बाटे। हामी पनि लागि मिली गऱ्यौँ। बाहुन बाजेले भन्नुभयो, हाम्रो बाजेले गुरुले, सुहागन आइमीहरूले बिहे भएको आइमीहरूले गर्दा नि हुन्छ, त्यसो मिल्दा हुन्छ भने। ल ठिकै छ। यसरी यहाँ कसार हाम्रो रेडी भयो। अब तयारी भयो फेरि मेहन्दीको। अब मेहन्दी पनि फेरि कोठादेखिबाट कति पर कोठामै गरेको भए त सजिलो हुन्थ्यो, तर यो पनि होटलमा थियो। अब हिँड्यो हामी। यहाँ आएपछि त्यहाँबाट के भयो, थक्काइ लागेको थियो। रेस्टुरेन्टमा चिया रेडी थियो। ल चिया खानुहोस् भनेर चिया खायो। अब हलतिर लाग्यो, किनकि बेहुली रेडी हुँदै थिइन्। अब हलमा आइपुगे, जहाँनिर मेहन्दी कार्यक्रम हुने थियो। यहाँ हेर्नुहोस् त हाम्रो हलको डेकोरेसन, वाउ कति राम्रो, सिम्पल, धेरै झालकझुलुक पनि। हाम्रो बेहुली एकदम सिम्पल छ। अब यहाँ बेहुलीको लुक्स हेर्नुहोस्। बेहुलीलाई मैले मेहन्दी लगाइसकेको थिएँ, किनकि बेहुला राजा आउनु भएपछि फेरि डान्स हुन्छ, सुक्दैन भनेर। यहाँ बेहुला राजाको पनि एन्ट्री भइसकेको छ। उहाँले पनि अब आउने बित्तिकै फोन गरेर भन्नुभयो बेहुलीलाई, म आउने बित्तिकै तिमी त्यहाँ लिएकी जाऊ भने गीत बजाऊ है भनेर। ठ्याक्कै हामीले पनि गीत बजाइदियौँ। अनि आउनुभयो र हल्का फल्का डान्स गर्नुभयो। हाम्रो बेहुला राजालाई चाहिँ डान्स आउँदैन त्यति साह्रो कि आउँदैन, जिरो हुनुहुन्छ उहाँ। ठिक छ, तर स्विट हुनुहुन्छ उहाँ। त्यसपछि उहाँलाई चाहिँ धेरै पिर लागेको थियो, बेहुली लड्छिन् कि बेहुला के होला कि भनेर धेरै केयर गरिरहनु भएको थियो उहाँले। गर्नु पनि पर्छ, राम्रो कुरा हो यो। अब यहाँ यहाँ हजुरलाई देखाउँदैछु, यहाँ हाम्रो परिवारसँग ठुलो मम्मी, आन्टी, भाउजू, माइजू सबैजना हुनुहुन्छ। नमस्ते गरिरहनु भएको छ। बहिनीहरू सबैजना हामी बसेर रमाइलो गऱ्यौँ। केटाकेटीहरूले डान्सहरू प्र्याक्टिस गरेका थिए। उनीहरूले पनि आफ्नो प्रस्तुति देखाए, आफ्नो कला देखाए। यस्ता गर्दै गर्दै यसो हुँदै थियो, रमाइलो भइराखेको थियो। त्यसपछि बाट एकजना आउनुभयो, बहिनी भन्नुभयो मलाई, बहिनी मलाई दिदी मलाई पनि भाउजू पर्थ्यो मलाई पनि लगाइदिनुहोस् न मेहन्दी भनेर। मैले उहाँलाई पनि मेहन्दी लाउन थालेँ। मेहन्दी लाएर मेरो पनि यहाँ डान्स थियो थोरै, मैले पनि यसो घुमेको जस्तो गरेँ, डान्सको प्र्याक्टिस गरेको थिइनँ। यसरी नै हाम्रो मेहन्दी कार्यक्रम सक्यो। र भोलिपल्ट हामी बिहेको कार्यक्रम हाम्रो पर्सिपल्ट थियो, किनकि हामीले एक दिन रेस्ट गरौँ, धेरै थकाइ लाग्छ भनेर रेस्ट गर्नलाई राख्यौँ। तर के रेस्ट गर्नु, काम गर्दा यो गर त्यो गर, बिहेको घर त थाहा नै छ हजुरहरूलाई कस्तो हुन्छ भनेर, हालत खराब। त्यसपछि गर्दा यहाँ केटीकेटीलाई डान्स गरेँ, रमाइलो भयो। खानासाना खाएपछि 9-10 बजिहाल्यो। हामीलाई त जानु थियो टाढा, अन्त धेरै टाढा थिएन, 10-15 मिनटको बाटो थियो। अनि डान्सहरू सिधेपछि केटाकेटीहरू मेहन्दी कार्यक्रम सक्यो। अब हजुरलाई भोलिपल्ट पर्सिपल्टको देखाउने नै छु बिहेको कार्यक्रम। त्यसको लागि बाई बाई।